मैले दिदीको के अरे त्यो खोले भने फेरि पर्खिदिन्छ सुरुमा एकजना दाइ त त्यो दाइसँग हुन्थ्यो के अरे लपर होइन फेरि त्यसपछि के भयो फेरि अर्को दाइसँग त्यसपछि फेरि रिग्रेट लागेर त्यही दाइसँग हुनु तर त्यहाँको साथीले बनाइसकेको थियो त्यसपछि हाम्रो एकजना दाइसँग हुनुभयो फेरि ब्रेकअप गरेर फेरि त्यो अघिनीको जोसँग ब्रेकअप भएको थियो त्यो दाइसँग गयो फेरि त्यही दाइसँग गयो त्यसपछि फेरि अर्को दाइसँग गयो त्यसपछि फेरि त्यही दाइसँग गयो त्यसपछि फेरि अनि स्कुल सक्यो त्यसपछि अहिले 11को एकजना दाइ त्यो दाइसँग गयो त्यसपछि त त्यही भयो त्यसपछि फेरि ब्रेकअप भयो त्यसपछि अर्को दाइसँग गयो अर्को कलेज त्यहाँको 11को हजुर अनि फेरि त्यही 11को अर्को दाइसँग अनि फेरि त्यो ब्रेकअप भएर फेरि अगाडिकोसँग प्याचअप दिदी किन प्याचअप गरेको फेरि हेरेको ओठ मन पऱ्यो भाइ हेऱ्यो अम्पो फेरि त्यही दाइसँग फेरि चाहिँ किन मन पऱ्यो भनेको ओठ मन पऱ्यो अरे फोटो हेरेको गर्छ फेरि प्याचअप गरेर फेरि निक्ल्यो फेरि त्यही अर्को दाइसँग गयो त्यही 11को दुईजना दाइ चाहिँ अब चाहिँ मेन भनेको दुईजना 11को दुईजना दाइ अब चाहिँ सुरुको पहिलोसँगको त्योसँग फेरि ब्रेकअप भएर फेरि सेकेन्डतिर गयो सेकेन्डदेखि फेरि फर्स्टतिर फेरि सेकेन्डदेखि फेरि फर्स्टतिर फेरि त्यही भएको भएछ यार तेरिको म त बौला हुन्छ तिनीहरूको कुरा सुनेर त मलाई थाहा छ तपाईँले पनि बुझ्नु भएन मैले पनि साइको खाएको छु यो कुरा चाहिँ